काठमाडौँ एयरपोर्टमा 10-15 हजारको लागि मान्छे बेच्न पाइँदैन सरकार। नमस्कार सम्पूर्णमा। आज म बाटोमा डुल्दै जाँदाखेरि धेरै बेरदेखि मैले नोटिस गरेँ दुईजना दाजुहरू केही ब्याग र लगेजहरू लिएर बसिरहनु भएको थियो। उहाँहरूलाई गएर मैले सोधेँ कि दाजु के भएको छ? उहाँहरूले भन्नुभयो कि भाइ म 4 महिना भइसक्यो कतार आएको, अहिलेसम्म काममा लागेको छैन र अहिले पैसा पनि छैन खानालाई बस्नलाई। कति दुःखको कुरा हो। मैले सोधेँ उनीहरूलाई कि तपाईँ कुन मेन पावरबाट आउनुभएको? उहाँहरूले भन्नुभयो भाइ हामी मेन पावरबाट आएको छैन। म त अचम्म भयो, मेन पावरबाट आएको छैन अनि कसरी आउनुभयो भनेर मैले सोधेको उनीहरूले। उहाँले भन्नुभयो भाइ हाम्रो टिकट काट्ने ठाउँबाट एयरपोर्ट सेटिङ गरेको रहेछ अरे। हाम्रो खाडीहरूमा जस्तै कतार र दुबईमा, खास गरी कतार र दुबईमा धेरै मान्छेहरू नै यस्तो अल्पत्र परेको छ र म प्रायः जस्तो हेरिरहेको छु कि त्यस्तो मान्छेहरूलाई खानालाई खाना हुँदैन, बस्नलाई कोठा हुँदैन र पैसा पनि एक सुको हुँदैन उनीहरूसँग। के बितिरहेको होला उनीहरूमाथि। र त्यस पछाडि मैले नेपाली एम्बेसीमा पनि फोन गरौँ भनेको ईदको कारणले 3 दिन छुट्टी रहेछ यहाँ। अब के गर्ने, मसँग जे अलिअलि थियो मैले उनीहरूलाई दिएँ। त्यस पछाडि म आफ्नो कामतिर लागेँ। अब उनी मान्छेहरू कहाँ छ के छ मलाई पनि थाहा छैन उनीहरूको। तर म भन्न चाहन्छु अहिलेको नयाँ सरकारलाई उनीहरू चाहिँ सत्तामा आउन बित्तिकै यस्तो कुराहरू चाहिँ कडाभन्दा कडा छानबिन गरेर उनीहरूलाई कडाभन्दा कडा सजाय दिनु पऱ्यो कि यो एयरपोर्टमा 10,000को कारणले कसैको जीवन बेच्न सकिँदैन कि। यो 10,000को कारणले आज त्यो मान्छेहरू कस्तो दुःखमा परेका छन्। म नेपाली जनताहरूलाई यो पनि भन्न चाहन्छु कि यदि तपाईँहरू खाडी आउन चाहनुहुन्छ भने नेपाल सरकारबाट मान्यता प्राप्त मेन पावरहरू धेरै छन्। हाम्रो काठमाडौँमा विभिन्न ठाउँहरूमा छन्। तपाईँहरू त्यहाँ गएर बुझ्नुहोस्, हेर्नुहोस् कुन डिमान्ड तपाईँले सुट गर्छ, ओरिजिनल डिमान्ड छ कि छैन, अनि बल्ल तपाईँहरू आउनु होला कि। यो भिडियो चाहिँ जनचेतनालाई सक्दो सेयर गर्नुहोला र सपोर्ट गर्नुहोला। जय नेपाल।